नमस्कार दर्शकबिन, हार्दिक स्वागत छ जेन्युइन टेक टिप्स च्यानलमा। आजको भिडियो डेभलपर अप्सन कसरी अन गर्ने अथवा एनेबल कसरी गर्ने। सब्स्क्राइब गर्नु होला, साथमा बेल आइकन थिचेर नोटिफिकेसन अल अन गर्नु होला। आगामी भिडियोको लागि सबैभन्दा पहिला नोटिफिकेसन पाउने हुनेछ। ल त अब मोबाइलको स्क्रिनतिर जाउँ है त। माथि सिरानमा जानु होला अनि यसलाई स्क्रल डाउन गर्नु होला। स्क्रल डाउन गरिसकेपछि यहाँ सेटिङ छ, यो सेटिङमा क्लिक गर्नु होला। सेटिङमा क्लिक गरिसकेपछि यहाँ डेभलपर अप्सन भनेर लेख्नु, यो डेभलपर अप्सनमा चाहिँ क्लिक गर्नु होला। मेरो अलरेडी छ, मैले अन गरेर राखेको छु। तपाईकोमा छैन भने एबाउट फोनमा जानु होला। सेटिङमा गइसकेपछि मेरो यो ओप्पो हो, यहाँ बिल्ड नम्बर छ है, यो बिल्ड नम्बरमा चाहिँ क्लिक गर्नु होला 7 चोटि। 1 2 3 4 5 6 7। ल 7 भइसकेपछि यहाँ नो निड यु आर अलरेडी डेभलपर अप्सन अन छ भनेर भन्दैछ मेरोमा, किनभने मेरो चाहिँ मैले अलरेडी अन गरेर राखेको थिएँ। तपाईँकोमा चाहिँ अन गरेको छैन भने यो अन गरेर राख्नु होला, यो धेरै काम लाग्छ तपाईँको मोबाइलमा। ल हस् त साथीहरू, अर्को नयाँ भिडियो ल्याउने छु तपाईँहरू माझमा। मेरो यो भिडियोलाई चाहिँ लाइक गरिदिनु होला, सेयर गरिदिनुहोस्, फलो गरिदिनुहोस्। हस् त, धन्यवाद। जय नेपाल।